पप्पू आज कहाँ आएको छ यता हेरेर पप्पू चाहिँ आज मामा घर आएको छ गाइस मम्मी यहाँ हुनुहुन्छ अनि यहाँ डल्ले र म छु अनि यहाँ दिदी मम्मीहरू अनि यहाँ मामा घरबाट चाहिँ हामी अब अर्को आन्टीको घर चार आन्टीको पप्पू पनि आएको छ किनभने पप्पूलाई चाहिँ घरमा हेर्ने मान्छे कोही भएन बिरामी पनि छ त्यही भएर हामीले चाहिँ लिएर आयौँ पप्पूलाई मम्मीले लिएर आउँदै हुन्छ बसेछ है गाइस पप्पू चाहिँ गयो टुरमा गर्मीले के गाइस यो चाहिँ रमाइलो बजार होला आज मङ्गलबार पुरा बजार लागिरहेछ यहाँ अनि डल्लेमा पनि यहीँ छु अनि मम्मी र दिदी चाहिँ सब्जी लिएर आउनुभयो आमा पनि उतै जानुभएको छ त अब आमालाई खोज्नु डल्लु चाहिँ यहाँभित्र छ खानु न तपाईँलाई भिन्दै बनाइदिनु भाइ के हालेछ चटपटे खाने हाई गाइस हामी चाहिँ यहाँ के अरे मेरो आन्टीको घरमा छौँ कि होइन तपाईँहरूलाई म देखाउँछु यहाँनिर यस्तो राम्रो छ कि होइन हरियाली फुलै फुल यति धेरै फुल रोप्नु भएको छ आन्टीले यहाँ दिदी पनि भिडियो बनाउँदै हुन्छ यहाँ परदेखि यता आउने सब फुलै फुल छ कि न हामीले पप्पू पनि घुम्दैछ मस्त पप्पू पनि बिरामी भएको फाइदा भयो यसरी डुल्न पायो यहाँ यसरी घुमी घुमी गर्दैछ यहाँ जस्तो दामी भ्यू देखिरहेछ याउ याउ न्याउ न्याउ हाम्रो चाहिँ एक आरी बोडी छ अनि त्यसपछि दिदीले यहाँ आलु सुधार्दै हुनुहुन्छ अनि यहाँ साग अनि मम्मी र नातिनी सौकालोमा ठेलेर हिजो यो सिटीले त भयो आयो बुनु आ गरिहाल्छु ओ बापु हेरेर अघि यो बिहान आरी किने गरे उसलाई आरी मन पर्यो अबु सारे अबु के जाऊ मगर बस भाइ यसलाई चाहिँ तपाईँहरू के भन्नुहुन्छ हामी चाहिँ यसलाई कल भन्छौँ होइन तपाईँकोतिर के भन्छ यसलाई यो चाहिँ यस्तो पेलो भने पानी आउँछ कि यस्तो मजाले कराएर त भिजाउनुपर्छ होला हौ लाइट बाहिर त जुकाले आएर उहाँ एट्याक हान्दा मलाई यहाँ डर लाग्यो यहाँ जुकादेखि के हो मेरो
खायो अघि त्यसलाई पस्तिर दिएको खाएन अर्को चक्कर लाएर जानु न